बहिनीहरू विद्यालयहरूको पार्कहरूको र प्राकृतिक चिकित्साहरूको तपाईँको चाहिँ निर्माण र स्थापना र सञ्चालन हामी गर्नेछौँ। खेलकुदमा जोड दिनेछौँ, कला साहित्य र सङ्गीतमा जोड दिनेछौँ। जनताको भावना आवश्यकता र चाहना अनुरूप जनताको समस्याहरू नै हाम्रा एजेन्डाहरू हुन्। यहाँ भनेका कुराहरू सबै एभ्रिथिङ, दिस इज नट एभ्रिथिङ, यो सबै कुरा मैले भन्न भ्याएको छैन। सम्पूर्ण कुरा यति नै रहेछ भन्ने कुरा होइन, थुप्रै छन्। त्यो कुरा पढ्दै जाँदाखेरि रात पर्छ, ढिलो भइराखेको अवस्था पनि भएको कारणले गर्दाखेरि म छिटो बोल्नु परिरहेको छ। हामी जनताको गाउँ गाउँमा आउँछौँ, ठाउँ ठाउँमा आउँछौँ र समस्याको सूची बनाउँछौँ। यहाँ विभिन्न ठाउँका उम्मेदवारहरू हुनुहुन्छ, उहाँहरू आउनुहुन्छ, म मेरो ठाउँमा आउँछु, सूची बनाउँछौँ र त्यो सूची अनुसार तपाईँको चाहिँ समस्यालाई प्राथमिकीकरण गरेर हामी समाधानको बाटोमा जानेछौँ। आदरणीय दाजुभाइ दिदीबहिनी, यहाँहरू सबैजनालाई यी कुराहरू हाम्रा स्थानीय एजेन्डामा रहेको, मेरो क्षेत्रको स्थानीय एजेन्डामा रहेको कुरा पनि निवेदन गर्न चाहन्छु। यहाँहरू सबैजनालाई धैर्यताका लागि धन्यवाद दिन चाहन्छु, साथ सहयोगका लागि धन्यवाद दिन चाहन्छु। अब यस्तो देश बनाउनुपर्छ जुन देशमा हाम्रो छोराछोरीको भविष्य होस्, जुन देशमा हामी नेपाली भएर सगौरव बाँच्न पाऊँ, जुन देशको मान्छे विदेश जाँदाखेरि हाम्रो पासपोर्ट देख्ने बित्तिकै हामीलाई हेलाएर होचो छिछिरो दूर गर्ने चलनको अन्त्य भएको होस्। त्यस्तो देश बनाउने हो भने अब नयाँ युगकै सुरुवात हामीले गर्नुपर्छ। पुरानो कुरालाई टालटुल गरेर चलाएर हुँदैन, अब नयाँ नै आउनुपर्छ। नयाँहरूको पनि नयाँ विचारहरूको, नयाँ व्यवहारहरूको नयाँ, हामी सबैजनाको तपाईँको चाहिँ नयाँ भनेकै श्रम संस्कृति रहेको र श्रम संस्कृतिको चुनाव चिन्ह अञ्जुलीमा रहेको माटो रहेको कुरा म यहाँहरू सबैलाई निवेदन गर्न चाहन्छु। चुनाव चिन्ह अञ्जुलीको माटो, 2वटा मतपत्र, एउटा प्रत्यक्ष, एउटा समानुपातिक, दुवैतर्फ तपाईँहरूले चुनाव